यतिखेर म गाउँमा छु है। अनि यो दृश्यमा देख्दै गरेको चाहिँ मेरो घर र यो चाहिँ मेरो गोठ थियो भनौँ न, अहिले रहेन। हिजो करिब 11:30 बजेको समयमा अन्जान व्यक्तिले यो गोठमा आगो लागि गरिदिँदाखेरि गोठको हालत यस्तो छ अहिले है। यो गोठ जल्दै गर्दा, यो गोठमा आगो लागि हुँदै गर्दा चाहिँ हामीलाई धेरै नै धनजनको क्षति भयो। यहाँको दाउरा घाँस सबै नष्ट भयो। 1.5 वर्षको पहाडा थियो, यही गोठमा आगो लागेको कारणले गर्दा त्यो रहेन। अनि अब करिब 1 महिना बाँकी थियो भैँसी ब्याउनको लागि है। यस्तो छ, 1 महिना बाँकी थियो। पहाडा जलेर यो त्यसको शरीरबाट निस्केको यो भित्रबाट है, आन्द्राभरि सबै यहीँ यस्तो भएछ जलेर। अनि भैँसी ब्याउन चाहिँ 1 महिना बाँकी थियो। त्यो भैँसीको नि बाँच्ने अवस्थै छैन। म तपाईँहरूलाई भिडियो पनि देखाउँला, अझै आगो पुग्दैरहेको छ। गर्न त हिजो यो गाउँ समुदायका मान्छेहरूले हेल्प गरिदिनु भएछ आगो निभाउनलाई है। यो आगो त निभाएँ, तर मैले मेरो आमाको मनमा बलेको त्यो राप चाहिँ अझै मेटाउन सकिनँ। अझै मैले सम्हाल्न सकेको छैन मेरो आमालाई। ठिकै छ, जसले पनि गर्नुभयो एकदम राम्रो गर्नुभयो। तपाईँले हिरा रोपेर जानुभएको छ, अब हिरा फलेपछि हामी तपाईँलाई इन्भाइट गर्छौँ, आउनुहोस् लैजानु होला तपाईँको हिरा है। एकदम राम्रो गरिदिनु भयो। खुट्टा तान्दै गर्नुहोस्, म प्रगति गर्दै जान्छु है। तपाईँहरू खुट्टा तान्दै गर्नुहोस्, अझै म अगाडि बढ्दै जान्छु है। मलाई टुटाउनको लागि गरेको यो प्रयास मेरो हिम्मत जुटाउने एउटा हतियार बन्नेछ। यो कुरा पनि याद गर्नुहोस्। यो मेरो आमाको आँखाबाट बगेको त्यो आँसु मैले बिर्सिन्न है। जो पनि हुनुहुन्छ तपाईँ, एक न एक दिन तपाईँको परिचय खुल्छ नै। तपाईँलाई त्यही बेला म राम्रैसँग सम्मान गर्नेछु। तपाईँको काम एकदम अविस्मरणीय छ। ल, एकदम धेरै धन्यवाद तपाईँलाई। तपाईँको घरमा यस्तो नहोस् कहिल्यै है। तर म चाहिँ अर्कोचोटि के भन्छु भन्दा, अर्कोचोटि कायर भनेर चाहिँ नहिँड्नु होला कि। सक्नुहुन्छ भने आउनु न, बरु सिङ्गल भिडौँ होइन। आउनु, तपाईँ एकतिर म एकतिर, जसले सक्छ जसले हान्छ होइन। सिङ्गल भिडौँ न, यदि रिसिभी नै हो भने होइन। यदि मैले के गरेको काम तपाईँलाई गलत लाग्यो, मैले गरेको गतिविधि गलत लाग्यो भने आउनु न होइन। सुझाव हुन्छ, सल्लाह हुन्छ, सम्झौता हुन्छ। तर यसरी कायरले जसरी यसरी इन्डाइरेक्टली मलाई प्रहार गर्ने कोसिस नगर्नु प्लिज है। ल, अवस्था यस्तो छ। म आफूले सम्हाल्न त सक्छु, म जत्रोसुकै परिस्थितिसँग पनि लड्न सक्छु। तर मैले मेरो आमाको आँसु मैले हेर्न सक्दिनँ क्या। म तँलाई त्यत्तिकै छोड्नेवाला त छैन। मेरो अझै 1 महिना थियो त्यो भैँसी ब्याउनु बाँकी। त्यो भैँसीको एकदम पाप भएको छ। त्यो भैँसीको आँखाबाट बगेको आँसु, मेरो आमाको आँखाबाट बगेको आँसु, त्यो रापले तँलाई नपोलोस्। त्यो रापले तँलाई पीडाको चापमा चाहिँ होमिन नपरोस्, त्यही भन्छु म। यस्तो छ अवस्था। त्यो भाँडाहरू डढेर यस्तो भएको छ। साह्रै गाह्रो भइरहेछ मम्मीलाई सम्हाल्न।